मैले मेरो हेल्परको मेहनत देखेर सेठसँग सेलरीको कुरा राख्दा सेठले यस्तो भन्छ भनेर मैले सोचेको पनि थिएन। भिडियोलाई पुरा हेर्नु होला है त साथीहरू। अनि मैले सही भने कि गलत भने कमेन्ट गर्नु होला। हेलो साथीहरू, हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदम सन्चै र आरामै छु भन्नका साथ हजुरहरूलाई स्वागत छ मेरो डे 56 मिनी ब्लगमा। आज पनि सधैँको जसरी हाँस्दै खेल्दै ड्युटी जाँदै थिएँ। अनि ड्युटी जाँदै सायद त मेरो हेल्परले पुरै चिप्स काटिरहेको रहेछ त। अनि मैले पनि फेरि चट्ट भिडियो सिडियो बनाइदिएँ। जे भए पनि मेरो हेल्पर चाहिँ मेहनतिलो छ सबैभन्दा। ड्युटी फटाफट गएर चाहिँ आफ्नो कामहरू सबै भ्याएको हुन्छ। अनि म जान सायद त अनि सबै चिजहरू रेडी गरेर राखिदिएको हुन्छ। अनि मैले जाने यताउता गर्ने मात्रै हुन्छ साथीहरू। अनि यस्तो मेहनत गर्ने हेल्परको लागि मैले अगाडि बोल्न नसक्ने भन्ने हुन्छ र साथीहरू। यस्तै मेहनत देखेर मैले गएर कुरा राखेको थिएँ हिजो सेलरीको लागि। अनि सेठले भन्छ नि यस्तो मेहनत त सबैले गर्छन्, अनि सबैको सेलरी बढाउँदै हिँडेपछि त मलाई त घाटा लागिहाल्छ नि भन्छ। बाबा यस्तो मेहनत त गरेको त मैले कसैले पो देख्दैन। तर साथीहरू अब चाहिँ मलाई सबै कुराहरू साँचो लाग्दैछ कि पुरानो जमानाहरू बड्डाबड्डीहरूले भन्ने गर्थे पुरै सेठहरूले कहिले पनि काम देख्दैनन् भनेर साँच्चीकै रहेछ। अनि काम गर्ने मान्छेको चाहिँ सेलरी नबढाइदिने गर्ने रहेछन् कि सेठहरूले। अनि काम नगर्ने मान्छेको चाहिँ सेलरी धेरै गराइदिने गरे। यस्तो पनि हुन्छ त साथीहरू। सेठहरू होटलमा 10 छुट्टी बाहिरभित्र गरेर पनि मेहनत गर्ने मान्छेको काम देख्दैनन् भनेपछि तिनी सेटहरू भएको फाइदै नै भएन हो कि नै साथीहरू। भन्नुहोस् त मैले केही गलत भनेछु भने पनि कमेन्ट गर्नु होला। अनि केही सही भनेछु भने पनि कमेन्ट गर्नु होला है त साथीहरू। हजुरहरूले जे कमेन्ट गरे पनि मैले चाहिँ एक्सेप्ट गरेर मैले अर्को भिडियो बनाउने छु साथीहरू। मलाई चाहिँ के लाग्छ भनेपछि मेरो मनमा जे कुरा छ म सबै हजुरहरूलाई बनाउने, त्यही सुनेर हजुरहरूले चाहिँ मलाई साथ र सपोर्ट दिनुपर्ने हुन्छ साथीहरू। हजुरहरूलाई लाग्ला कन्टेन्टको लागि होला, तर मैले चाहिँ यो कन्टेन्टको लागि गरेको होइन साथीहरू। जे हो त्यही भन्छु साथीहरू। मलाई चाहिँ हजुरहरूले साथ र सपोर्ट देखाउनु पर्यो है त साथीहरू। आजको लागि यति नै, भेटौँला अर्को मिनी भ्लगमा। तबसम्मको लागि बाई बाई एन्ड टेक केयर गाइज। मैले केही गलत भनेछु भने कमेन्ट गरिदिनु होला, अनि सही भनेछु भने सबैमा सेयर गरेर साथ दिनु होला।